मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। ङाटु छाक्टु 6वटा मन्त्र 6वटा मुद्राभित्रको आज तेस्रो मन्त्र चाहिँ धारानी चाहिँ के छ भने यो अमृत कुण्डली मन्त्र तुची खिलवाई ङाक ओम वज्र अमृता कुण्डली हाना हाना हुङ फट ओम वज्र अमृता कुण्डली हाना हाना हुङ फट ओम वज्र अमृता कुण्डली हाना हाना हुङ फट। ओम भनेको चाहिँ मन्त्रको शिर, मन्त्रको सुरुको वर्ण। वज्र भनेको चाहिँ नाश गर्न नसकिने वज्र, ध्वजे भन्छ। अमृता अथवा अमृत, अमृत चाहिँ तुची, जुन पिएपछि कहिल्यै नमर्ने अमर हुने त्यस्तो औषधि, त्यसलाई अमृत भनिन्छ। अमृत। कुण्डली, कुण्डली भनेको चाहिँ खिलुवा भनिन्छ। खिलुवा, जम्मा भएर बसेको खिलुवा। हाना हाना, छ्यापिनुस् छ्यापिनुस् भने छ्याप्नुले चाहिँ हाना हाना छ्यापिदिने अथवा छर्किदिने। हुङ फट, अहिले चाहिँ हुङ फट भनेर चाहिँ राम्रोसँग छ्यापिनुस् भन्ने अर्थमा लाग्छ। ध्वजे तुची खिल्पा नुन, नुन भने चाहिँ एकैचोटि अर्थ चाहिँ वज्र जम्मा भएको, अमृत जम्मा भएको कुण्डलीले छ्यापिनुस् छ्यापिनुस् भन्ने अर्थ लाग्ने छ। यो ङाटु छ्याक्टु भित्रको चौथो मन्त्र। यसलाई चाहिँ चर्या बसिता बेगा बदाङसु मन्त्र ग्याछेन सुक्देन होतकी ङाक सम रिन्छेन जुङदेन की ङाक्नी। यो भयो जुङाको नाम। ओम नमः सर्व तथागता अवलोकिते ओम सम्बरा सम्बरा हुङ। ओम नमः सर्व तथागता अवलोकिते ओम सम्बरा सम्बरा हुङ। ओम मन्त्रको शिर, नमः अथवा नमा लेख्यो भने यो छक्छलो भनेको चाहिँ प्रणाम छ भनेको। सर्व तथागता त्यहीँ प्रथम चेत सबै तथागताहरू अवलोकिते कुन्दो जिक्पा राम्रो हेराइ अथवा राम्रो दृष्टि। अवलोकिते भनेको चाहिँ राम्रो हेराइ अथवा राम्रो दृष्टि। ओम मन्त्रको शिर, सम्बरा भनेको चाहिँ फैलिनु सम्वर्धन, केवरजेत भनेछ सम्बरा त्यही हो फैलिनु केवरजेत। हुङ, अहिले चाहिँ यो हुङको अर्थ चाहिँ रिक्पा फुन्सुम छोपा भनेछ। अब यो भनेको चाहिँ ज्ञान सम्पदलाई जनाउने छ हुङ भनेको चाहिँ। तेजिन शेक्पा थमचेत सबै सर्वतथागता कुन्दु जिक्पा ल अवलोकिते। कुन्दु जिक्पा भने राम्रोसँग हेरिरहनु भएको अथवा राम्रो दृष्टि दिइरहनु भएका अवलोकिते लाई छक्छलो भनेछ। भनेको अर्थ चाहिँ के आयो भने यहाँबाट चाहिँ राम्रोसँग दृष्टि थुक्ची झिसी गरेको
तेजिन शेर्पा थम जेतला छाकछालो सबै तथागत हामीलाई राम्रो दृष्टि लगाइरहनुभएका सबै सर्वतथागत बुद्धहरूलाई प्रणाम छ भन्ने अर्थ निस्किन्छ एउटा। अनि ओम सम्बरा सम्बरा हुँ, त्यसले चाहिँ एकैचोटि अर्थ चाहिँ याङ तकपर केबा भन्ने छ। राम्रोसँग बढोस्, राम्रोसँग बढोस्, अथवा राम्रोसँग फैलियोस्, राम्रोसँग फैलियोस् भनेर छ। शुद्ध र संस्कृतको श्लोकमा पढे जस्तै गरेर अर्थ निस्किने गरी हाम्रो बौद्ध धर्मको यो धारा निमन्त्रहरूले पनि त्यसरी शुद्ध र राम्रोसँग अर्थ निस्किने गरी पढ्न सकुन् भन्ने मेरो उद्देश्य छ। त्यसैको अनुरूप मैले तपाईहरुलाई यो पढेर एकचोटि देखाइरहेको छु। तपाईहरु पनि एकचोटि अभ्यास गर्नुहोस् र विचार गरेर हेर्नुहोस्। आजलाई यति नै। अब अर्को बाँकी लिएर अर्को भिडियोमा भेट हुने नै छौं र तपाईहरुले भिडियो हेरिसकेपछि मुनि सब्स्क्राइब र कमेन्ट अनि बेल घण्टी चिन्हमा क्लिक गरिदिनुहोस्।